हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ म बिहानै ब्लग सुरु गर्दैछु हैन। म चाहिँ दाजुको घरमा आएको छु नि त। अनि अहिले उठ्यो, फ्रेस भयो हैन। अनि त्यसपछि म चाहिँ दाइको घरको मेरो दाजुको घरको बारदलीबाट चाहिँ ब्लग स्टार्ट सुरु गर्दैछु। अनि यहाँबाट हेर्दा चाहिँ यहाँ मेरै घरको दाजुको यो गार्डनहरू हो। अनि यो चाहिँ सल्लाह एकदम कस्तो दामी भइरहेछ, यो सल्लाह हो। अनि यहाँनिर अमलाको रुख छ, अनि कपुरको रुख, अनि त्यसपछि यहाँबाट चाहिँ यस्तो राम्रो भ्यू देखिन्छ हैन। पारीतिर आकाशमा पनि आज यसरी बादल लागिरहेको छ, त्यस्तो साह्रो खुल्ला छैन। अनि हाम्रो भाउजू चाहिँ हेर्दै हुनुहुन्छ। अनि यहाँ भाउजूलाई पनि यहाँ माइतीलाई तिहार खुवाउनु के भन्दै हुनुहुन्छ। हाम्रो भाउजू चाहिँ तल बडारी कुडारी गर्दै हुनुहुन्छ। हस् हुन्छ। अनि चिया भाउजूलाई पनि यहाँ बनाएर लग्नु पर्नेछ मैले हैन। अनि यहाँबाट गरिहालेँ। यो चाहिँ हाम्रो यस्तो देखिन्छ यहाँबाट है त। अनि अब आज भाइटिकाको दिन, तपाईँहरू पनि सबैजना अब रेडी भइसक्नुभयो, रेडी हुँदै हुनुहुन्छ होला हैन। अनि अब म चाहिँ अहिले हाम्रो दिनभरिको कुराहरू खिचेर देखाउँछु है त। मैले चाहिँ देवासँग हिजो कुरा गर्नै पाएको छैन हैन, देखाउनै पाइनँ हैन। मेरो देवा चाहिँ यहाँ हुनुहुन्छ अहिले, गुमुक्क परेर बसिरहनु भएको छ। कोही होइन, म यो भिडियो खिचेको नि। ए राम्री देखिनु हो भनेर के को थाहा नि कति राम्री हुनुहुन्छ नि यस्तो यहाँ अनि भिडियो खिच्दैछु क्या यहाँनिर। अनि हिजो मैले भिडियो खिच्नु पाइनँ नि त, त्यही भएर नि। चिया खाने होइन अब? चिया चिया र के खाने त? अनि चिया कोही बेला त बेलुका हिजोको जस्तो बाबर राखिदिन्थेँ, खान्थेँ। कोही बेला चाहिँ बिस्कुटहरू। आज रोटी खानु, रोटी मैले लिएको रोटी चाख्नु पर्यो नि। होला नि त। अनि म यहाँ भ्लग बनाएको क्या, हामीलाई खोइ के अरे हुनुलाई के भन्छ ल। के हो छोरी, उठ्नु पर्दैन? गुड मर्निङ। ल उठ्नु छिटो लु। तिमीलाई सुतेकै खै सिङ्गी होला नि। ल अब चाहिँ म यहाँनिर झरेँ। अब किचनतिर छिर्नु पर्यो। मेरो यहाँ कान्छी दिदी के बनाउँदै हुनुहुन्छ? आमाको ब्रेकफास्ट पाक्दैछ यहाँ हाम्रो देमालाई। रोटी, अर्को बाबर, मैले लिएको सेलरोटी, यहाँ चिया पाक्दैछ। अब हामी चाहिँ आज खाना पकाएर खुवाउनु पर्ने हुन्छ दाजु भाउजूलाई। भाउजूले अघि काम जिम्मा दिइसक्नुभयो। आज चाहिँ हामी डल्ले खोर्सानी र तामाको चाहिँ एकदम स्पेसल अचार बनाउनेवाला छौँ होइन। विशेष गरी चाहिँ यो चाहिँ बाहिरबाट डिमान्ड आएको कारणले गर्दाखेरि बाहिर पठाउनको लागि बनाउँदैछौँ। अनि अब यहाँनिर चाहिँ अहिले यसो बाहिर यहाँ त फुलहरू यसरी फुलिरहेको छ। यस्तो राम्रो, कस्तो राम्रो फुल्छ भने फुलहरू एकदमै ढकमक्क छ। अनि अब हामी चाहिँ अहिले तपाईँहरूलाई म अचार चाहिँ कसरी बनाउँछु देखाउँछु है त है। ल आज चाहिँ हाम्रो अचार बनाउने प्रोग्राम चलिरहेको छ। यो चाहिँ तामा हामीले मसिनो काटेछौँ, तामा र डल्लेको अक्काबरे खोर्सानीको ट्वाक्क चट्ट परेको अचार लाउनेवाला छौँ। अनि हाम्रो यहाँ कटिङ चल्दैछ। यहाँ मेरो दिदी, मेरो मामा, जेठा मामाको छोरी, ठुली छोरीले यहाँ काट्दै हुनुहुन्छ। अनि त्यसपछि यहाँ यसरी मेरो चाहिँ काटियो र यहाँ आँखामा खोर्सानी पनि परिसक्यो। हाम्रो ब्युटिफुल दिदीले यहाँ काटिरहनु भएको छ है, चप गरिरहनु भएको छ। ल यस्तो चलिरहेछ हाम्रो चाहिँ आजको प्रोग्राममा। यहाँ मेरो आनी दिदीले पनि कपाल काटेर यस्तो भन्नुभएको छ। अब आनी त हो नि, आनी जस्तै देखिराख्नु भएको छ। अनि ल काट्नु त त्यहाँनिर काटे मैले यहाँनिर टक्क। ल यसरी भइरहेछ है हाम्रो अचार बनाउने प्रोग्राम चलिरहेछ। यो अचार चाहिँ हामीले, यो भनेको विदेशको माग, एकदमै विदेश डिमान्ड हो क्या बाहिरको। यो चाहिँ हामीले युके पठाउनको लागि यो अचार रेडी गर्दैछौँ है हामीले यहाँनिर। तपाईँहरूलाई पनि चाहिन्छ भने हामीलाई फटाफट डिमान्ड गरिहाल्नुहोस्। हामी यस्तो स्पेसल अचार बनाउँछौँ। अनि अहिले म कसरी बनाउँछु, मरमसला के हाल्छु त्यो पनि म तपाईँहरूलाई यहाँ देखाउँछु।
अनि हामीले चाहिँ डल्ले अनि अक्कबरी डल्ले र तामा चाहिँ हामीले अघि काटेर रेडी गरिसकेको छौँ नि त। अनि म चाहिँ यहाँ फ्रेस हुन पसेँ र यता चाहिँ हाम्रो यहाँनिर पाली छ क्या, पाली मतन सानो हाउस, त्यहाँ चाहिँ मेरो दिदीले यहाँनिर बनाउँदै हुनुहुन्छ, अचार मोल्दै हुनुहुन्छ होइन। म तपाईँहरूलाई त्यतातिर लाँदैछु है त ल। यहाँनिर अचार बनिसक्यो त। अचार चाहिँ अब बट्टामा हाम्रो यहाँ रेडी सुरु भइसक्यो। अघि हामीले काटिसकेको थियौँ, अब यहाँ बट्टामा लाउँदै प्याक गर्नुपर्ने हुन्छ। अघि मलाई किन बोलाउनु भएको? अचार चाख्नु। अनि भाउजूले चाख्नु भएन त? चाख्नु हो, एकजनाले चाख्दा मात्रै चित्त नउजेर। ए ल यहाँनिर एकदम मिठो भयो होला नि, मिठो भयो होला नि त। नुन चाख्दा एउटा एकदम मिठो चट्टै भयो हौ। नुन ठिक हो। आमामामा हाम्रो चाहिँ यो अर्ग्यानिक अचार बनिन्छ है। तपाईँहरूले पनि यो चाहिन्छ भने यहाँ मलाई कमेन्ट गर्नुहोस् मेरो भिडियोमा। ल अहिले चाहिँ हाम्रो अचार बनाउने प्रोग्राम चल्दैछ होइन, तामा र डल्ले खोर्सानीको। अनि हामीले चाहिँ अब अचारको सुरुवात गर्दैछौँ। काटेर अघि रेडी गरिसकेको छ नि त। होला भनेर हौ। टोरी चाहिँ थोर भयो अरे, पुग्छ होला यति भयो। कुट्नुमा आउँछ भनेर त होइन होला नि। आया हाँसो भयो फेरि। ल अब चट्ट लाएर एउटा सेल खानुभयो, अनि डिउ खानुभयो, अलिकति डिउमा एक बोतल एक ग्लास पानी हालेर। ल अब तेल सरर हाम्रो चाहिँ साथीहरू यसरी घरमै अचार बन्छ है। तपाईँहरूलाई पनि चाहिन्छ भने यहाँ टक्क लाएर यो भिडियोको कमेन्टमा भिडियो पनि कमेन्ट गर्दा हुन्छ। यहाँ यो त हामीले स्पेसल फेरि बाहिर पठाउनु लागि हो नि त बनाएको होइन दिदी। अचार मोल सुरु भइसक्यो फेरि मोल्नलाई। मर मसला तेल सेल, तेल कति 2 लिटर हाल्नुभएको? आज त रोटी खाने दिन होला जाँदै पिठो पनि दिन अहिले प्रकाशकोतिर जानु एकछिन। अचार चाहिँ यहाँ रेडी हुँदैछ। अनि के साथीहरू यहाँनिर हाम्रो चाहिँ किनिमा पनि स्पेसल गरी बन्छ। यो चाहिँ किनिमाको अचार हो, यो हामीले घरमै बनाएको यो पनि। अनि सब्जी खाने किनिमा अर्को पनि बन्छ। यो चाहिँ किनिमाको अचार हो। यो चाहिँ हाम्रो दर्ता भयो अरे गाउँको किनिमाको अचार भनेर। यो चाहिँ एकदमै डिमान्ड छ, यसको पनि धेरै जान्छ बाहिर। अनि यहाँ पनि, यहाँ चाहिँ के को अचार? यो त आफूले खाने बनाउनु भएको होला नि। किनेमा चाहिँ अब अहिले बनिएको छैन। अब कहाँको बट्टामा हौ? बाल्टीहरू रित्तै छ सबै। ल हाम्रो चाहिँ अब यहाँ रेडी भइसक्यो अचारहरू, प्याक गरिसक्यौँ यसरी। अहिले बिर्को मात्रै लगाउँदैछौँ, भोलि सिल प्याक गर्ने हामी। र यो चाहिँ भोलि सिल प्याक हुन्छ। ल अचार चाहिँ एकदम दामी तामा डल्लेको यस्तो छ है, लोभै लाग्दो अचारहरू। ल अब भोलि हामी सिल प्याक गर्छौँ यसलाई पठाउनको लागि। अनि कुरियर मार्फत पठाउने होइन भिडियो, कुरियर गरेर हामी पठाउँ। बुढोको चाहिँ मन होइन अरे। यहाँ हाम्रो दाजु चाहिँ भिडियो हेर्दै यहाँ देमाला सुनाउँदै हुनुहुन्छ है, कथा सुनाउँदै हुनुहुन्छ यहाँको।